सबैजना पनि नमस्कार सर हजुर। आज चाहिँ म आफ्नो घरको बारे चाहिँ देखाउँदैछु। मेहनत गरेको फल कस्तो हुन्छ र काम गर्दाखेरि चाहिँ त्यो भएको हामीले त्यो किसानी गरेको खेतीपाती चाहिँ ठुलो हुँदा हामीलाई कस्तो महसुस हुन्छ भने त्यो कुरा देखाउँदैछु गाइजहरू। सबैजना पनि हेरिदिनु होला ल है। अब यो चाहिँ हाम्रो चाहिँ मकै चाहिँ भएर ठुलो भइसकेको छ। जस्तै यो मकै पछि ठुलो हुन्छ। ठुलो भइसकेपछि यसमा किन फुलहरू निस्किन्छन् है त्यस ल। फेरि हेर्नुहोस् गाइस, म हजुरलाई किन एउटा कुरा के भन्न चाहन्छु भने बच्चामा चाहिँ हुँदाखेरि चाहिँ हामी चाहिँ यसको जुङ्गा बनाउँछ है। यो जुङ्गा यसरी बनाइन्थ्यो जस यो यति टिप्थ्यो होइन, यति टिपेर जुङ्गा बनाइन्थ्यो। यति जुङ्गा है जुङ्गा हुन्थ्यो। जस मलाई खुसी लाग्छ। त्यो आजभन्दा 5 वर्ष अगाडिको कुरा चाहिँ सम्झँदाखेरि धेरै खुसी लाग्छ। जस भन्छ नि उमेर बढ्दै गयो तर बालापन खुसीपन हराउँदै गयो भने जस्तै हो गाइस। अब हेर्नुहोस्, अब यसमा चाहिँ अब हामीले लगाएको छ फर्सीको बोटहरू। फर्सी फुलेर चाहिँ यस्तो भएको छ है। फर्सी चाहिँ अब फर्सी सायद अब केही दिनपछि हुन्छ होला सायद। अब लगाएको छौँ, धेरै कुराहरू पनि लगाएको छौँ। अब हामीले त भिन्टीहरू भयो, भिन्टीहरूमा यस्तो यो छ, भिन्टी लगाइसकेका छौँ। अनि के गर्ने अब खुर्सानी, अब हामीहरूको खुर्सानी है, खुर्सानीको बोट त त्यति छैन लागि। यसपालि के भन्ने है, पानी त्यति परेन है। पानी नपरेकोमा पनि त्यति खुर्सानी फलेनन्। यस लागेका छौँ। अब फर्सीहरू यता छ ल है, यता छ। यो फुलहरू फुलेर यस्तो भइसकेको छ फुलहरू है। फुलहरू चाहिँ भइसकेको छ तर फर्सीको त एक पिस छैन है दाना। फर्सी एक पिस छैन। फुल हेर्नुहोस्, फर्सी देख्नुभयो, यो फर्सी हो है। फर्सी यस्तै हो। यो फर्सी चाहिँ लागेका छन् तर भन्छन् है फर्सीलाई छुनु हुन भन्छ। तर मैले छुइसकेँ, फेरि के उत्यो हुनेन फर्सीलाई के भन्नु।